आज फेरि टक्क लगाएर ट्युसन जानुपर्छ भने यस्तो हिटेको त साथीले कल गरेर मलाई बोलाउनु पाइज भन्छ। साथीलाई पर्खिँदा मेरो जिन्दगी नै यहाँ बित्छ भनेर मैले त्यही भएर फेरि टक्क लगाएर साथीले यस्तो फोन गरेको। साथी पनि आएर टक्कमा हात मिलाउँछ नि किनकि भाइचारा इन टप। त्यहाँबाट फेरि म साथी र म ट्युसन तर्फ लागेँ। मेरो त सानो काम भएर यस्तो पसलतिर छिरेको त भिडियो बनाइहाले रहेछन् साथीले। आज फर्स्ट टाइम होला मेरो साथीले मलाई केही खिलाएको, लाजले त भुत्तुकै भइरहेछन्। टक्क लगाएर चटपटे पनि आयो, यस्तो चट गरेर खानाको त ल्याममा पो खान्छन् साथीले। आफूले पनि फेरि ल्याम्मै खाए, चटपटे त मिठो पो भइरहेछ। चटपटे खानेको चक्करमा ट्युसन भएको त थाहै पाएन भने त्यही भएर छिटो दुई साथी हिँडिरहेको थियौँ। फेरि ट्युसनमा 1-1.5 घन्टा परेर हामी यस्तो बाहिर पनि निस्कियौँ। साथी चाहिँ फेरि चिलमा, मलाई जिममा जाने ढिला भइरहेछ भने म चाहिँ फटाफट हिँडिरहेको थिएँ। यस्तो कपडाले त भएन, टक्क लाएर कपडा चेन्ज गर्न पनि गयो। कपडा चेन्ज गरेर पनि आएँ। सबभन्दा पहिले हामीले हातको एक्सर्साइज गऱ्यौँ। त्यसपछि फेरि मैले टक्क लाएर हातको एक्सर्साइज गरेँ। त्यसपछि मैले सबै एक्सर्साइज गरेर सकेँ। त्यसपछि मैले आफ्नो ह्यान्ड ग्रिप बढाएँ। त्योपछि एकछिन बक्सिङ पनि गरेँ, फेरि किकिङ पनि गरेँ। मेरो पालो पनि जामजुम गरी डम्बल सम्बल पनि उठाएँ। यस्तो सबै एक्सर्साइज सबै जिम सकेर म अब घरतिर जान लाग्यो। भिडियो चाहिँ धेरै लामो भइसकेछ। हजुरलाई भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु। थ्याङ्क यू फर वाचिङ द भिडियो। बाइ बाइ।